हजुर यहाँबाट एक्लै जानुहुन्छ कि टिप गरेर जानुहुन्छ के गरेर जानुहुन्छ खोइ के गरी जाने हो अब गाह्रो छ कहाँ यहाँतिर रहेछ अनि जाने यत्रो टाढो भए कसम आउने नि थिएन दाइ माइममा हार्ट एट्याक भइसक्यो कसलाई भेट्न आउनु भएको नि हजुर कसलाई भेट्न आउनु भएको नि म मेरो साथीलाई हजुर बोयफ्रेन्डलाई बोयफ्रेन्ड होइन बोयफ्रेन्ड होइन हौ साथी हो ए अरे समायो अब यसलाई समायो हात देखाउँदैछ है हात देखाउँछ भाग्न लाग्यो भने ल मैं त गयो यहाँ समय त सक्यो यहाँ यतै हो नि त नानी हजुर यतै हो नि त सुनिँदै यतै होइन बाटो होला खै ए नानी आएको छैन म त उता माछा पोखरीबाट चाहिँ गएको थिएँ ए त्यताबाटै गएको थियो मैले भ्लगहरू बनाएर हुन्छ होइन केही असर पर्दैन नि पर्दैन ए नपर्छ है भनेर क्या म सोधेर मात्रै हाल्छु कि त्यही भएर मेरो चाहिँ युट्युब च्यानल पनि हेरिदिनु है एएमटी मोटो भ्लग छ ल बुद्ध फोटो छ है म अब भर्खर सुरु गर्दैछ क्या त्यही भएर यो बाटो चाहिँ के पहिलोचोटि हिँडेको हो नानी आएपछि आएको छैन छैन यहाँ कहिले काहीँ आउँछु त्यही नयाँ के अरे माछा पोखरीबाट अनि खानै हुन्छ मलाई ए कहिले मात्र आउने हो यति टाढा जहिले कहाँ आउँछ त ए अहिले त्यहाँ मेरो साथीको बच्चा हो बिरामी भएर आएको हो साथीको के छ साथीको के छ साथीको छोरा छ कि एउटा 10 वर्षको बिरामी छ अनि त्यही भेट्न आएको साथी चाहिँ बाहिर छ कि विदेशमा ए कुन देशमा दुबईमा ए अनि नानी हेर्न आएको अनि अनि साथीको अनि कति वर्ष हो साथी चाहिँ फेरि ऊ अलिक ठुलो छ कि 26 वर्षको छ कति वर्ष 36 सानैमा बिहे गर्यो स्कुलहरू पढाइ छोडेर अनि सानैमा बिहे गर्यो तर साथी त साथी नै हुन्छ अहिले चाहिँ 26 वर्ष 26-27 होला त्यस्तो ए 26 चाहिँ म त 36 वर्ष हो यो भन्न ठाने मैले होइन 26-27 चाहिँ ए अनि को बस्छ त त्यो भाइले बस्छ नि ऊ अहिले हजुरआमासँग छ मेरो साथीको मम्मीहरूसँग छ यता साथीको मम्मीहरूसँग छ ए त्यो भेट्न जान लाग्यो के चाहिँ भयो रे त अनि खै ज्वरो आयो रे टन्सिल भयो रे के भयो ए ज्वरो आएर टन्सिल भयो रे ए अनि एकछिन त फर्किनु होला होइन फेरि फर्किनु पर्छ बेलुका फर्किनु अब बेलुका ए साथीलाई हेल्प गर्नुपर्छ हो कि होइन नभए त हुँदैन यहाँबाट तलतिर जानुपर्छ यतातिर चाहिँ आइसक्यो होला होइन यतातिर चाहिँ नानी आइसक्यो होला होइन यताबाट त अब थाहा छ ए यताबाट बाटो थाहा छ थाहा छ सिधै हो साथी घर चाहिँ कहाँ हुने हो नि साथी घर चाहिँ कहाँ हो नि उसको घर त नुवाकोट ए भनेदेखि त पहिल्यैदेखि साथी हो सानैदेखिको ए त्यही भएर हो 2
3 क्लास पढ्दादेखि अँ ए कत्रो खाल्डो हो यहाँ त बाटो फुटाएर त बनाउनलाई ठुलो खाल त छ नि त कस्तो रहेछ हस्। ओ भर्खर सुरुवात गरे हो क्या ए भर्खर सुरु गरे हो एएमटी मोटो भ्लग छ ए बुद्धको फोटो छ हुन्छ यतिको चाहिँ हुनु पर्यो नानी यतिको चाहिँ हुनु भयो भने त बबाल भयो भने फेरि होइन हो यतिको चाहिँ हुनुपर्छ ल यतैबाट होला होइन त्यहाँबाट सिधै होइन हजुर सिधै होइन है सिधै होइन त्यो स्कुल छ सनफ्लावर स्कुल सनफ्लावर स्कुल छ भोलि पर्सि उहाँ नानीले भेट्यो भने मेरो अलि सस्तावाली कति 2500 त पुग्यो भने नानीले फ्री राइड गर्छु ल नानीलाई भेट्यो भने दोहोऱ्याएर युट्युब च्यानल मजाले हजुर ल है साथी हो आज म कहाँ आइपुग्यो यो पठाउ गर्दा हेर्नुहोस् है साथी हो अब यस्तो ठाउँतिर जानुपर्ने हुन्छ काठमाडौँ मात्र पर्दैन नि फेरि पठाउ त अब यस्तो ठाउँतिर पनि परेर हुन्छु हिजो रमाइलो पाराले यस्तै ठाउँ परेर आउँछ है त हेर्नु होला यो ल है त साथी हो ल पठाउ अब यस्तो ठाउँतिर हो म त लाग्यो त साथी हो ल गाउँतिर लाग्यो अब यस्तै छ है बाटो ल हावा तालमा आइपुगेछ हावा तालमा आइपुगेछ यता यता हो बाटो हेर्दा ल त साथी हो ल तिमीहरू कहाँ डाँडामा यार बाटो यस्तो छ है साथी हो ल डाँडामा हो यतै हो नि हेर्दा तल बिन्दास पारामा के होटल छ त्यहाँ आइरहेको छ हामी एकदम सँगले मलाई त यो झ्याउ लागिसकेको तिम्रो जिग्री यहाँ म ढाड भाँचिन लागिसक्यो यार कहाँ जाने भनेको कहाँ आइपुगिरहेको छ सबले यहाँ यस्तै छ है त साथीको बाटो झ्याउ लाग्यो के भयो किन दिमाग खराब साथी होला यहाँ आइरहेको छु त अनि के मेरो बाटो यस्तै हो भन्नु साथी आइपुग्नुलाई त्यस्तो ठाउँतिर आइपुग्छ है त साथी होला च्याटर हेलिकप्टर भएर टक्क पठाउमा आउँदैन नि हेलिकप्टर यस्तो इन्टरनेट पनि कहाँ पुग्नु परेको हात तिमीहरूले है त साथी होला छत्त पाराले यहीँ नजिक भनेर आएको माई गड कति धेरै टाढा पो रहेछ यतिको बसिरहेको म यहाँ हराउँछु मलाई डर लाग्छ मलाई हराएको ल त साथी होला हावातालमा हिँड्या छ यस्तै छ हो यहाँ अलिअलि हो सिक्दैछ है साथीहरूले एकदम सँगले बाइक सिक्दैछ है त 4.5 किलोमिटर छ अझै 4.5 किलोमिटर होइन हजुर हजुर यत्रो टाढा छ अरे खानु सम्झाहरू ल त्यही कति मिनेट अब खोइ कति मिनेट है साथी हो यस्तै छ बाटो सही हजुर कति मिनेट रे 10 मिनट 10 मिनेट 10 मिनट्स नानी पछाडि बोल्ला छ फोनमा प्याक भयो म
ल है त साथीहरूलाई यस्तो ठाउँमा आइपुगेछ म अब के गर्नु अब यस्तो ठाउँमा आइपुगेछ अब म यहाँ खाजा खाने भनेर कहाँ हिँडेको मान्छे कहाँ आइपुगेछु त्यहाँ बिजोक रमाइलो भयो नि त यहाँ ल है साथीहरूलाई तपाईँ यहाँबाट एक्लै जानुहुन्छ दाइ टिप गरेर जानुहुन्छ के गर्नु हजुर यहाँबाट एक्लै जानुहुन्छ कि टिप गरेर जानुहुन्छ के गरेर जानुहुन्छ खोइ के गरी जाने हो अब गाह्रो छ कहाँ यहाँतिर रहेछ अनि जाने यत्रो टाढो भएको कसम आउने नि थिएन दाइ माइममा हार्ट एट्याक भइसक्यो कसलाई भेट्न आउनु भएको नि हजुर कसलाई भेट्न आउनु भएको नि म मेरो साथीलाई हजुर बोयफ्रेन्डलाई बोयफ्रेन्ड होइन बोयफ्रेन्ड होइन हौ साथी हो ए त मेरो बोयफ्रेन्ड हो पाडो हजुर बोयफ्रेन्ड होइन दाइ साथी हो न बोयफ्रेन्ड हो कि भनेर होइन ए बिचोक पारामा ल आइपुग्यो है त साथीहरूलाई यस्तो बाटोतिर सर र हेर्नुहोस् है साथीहरू इबीको पावर पनि हुन्छ है साथीहरू यस्तै हुन्छ हौ इबीको पावर इबी भन्नुहुन्छ इबीको पावर हुन्छ है साथीहरू इबीको पावर पनि यस्तै हुन्छ है हेर्नुहोस् त अब म कहाँ आइपुग्यो है ओहो यस्तो छ यस्तो छ नानीमा गएर बोलेर हाँसेछ यहाँ पछाडि तल मापासे त पढाएको छ नि चेकिङ चाहिँ परिरहेको थियो क्या यस्तो छ है साथीहरूलाई एकदम साह्रै ऊ त्यो तल अब कहाँनिर हो मलाई के थाहा यो एरिया पठाउ गरेपछि कहाँ पुगिन्छ सायद ल नानीले बोकेर ल यस्तै छ है साथीहरूलाई अब म यहाँ गाउँतिर लाग्यो अब म चट्टपारामा गाउँतिर लाग्यो अब बस आइसक्यो आमै बस पनि आउँदो रहेछ हो अन्त साथी हो यस्तो पनि हिँड्नुपर्छ पठाउ गरिसकेपछि ल साना इबीको पावर हेर्ने साथी हो इबीको पावर कस्तो हुँदो रहेछ जान्छ किन नजानु इबी पनि जान्छ सबै ठाउँतिर है साथीहरूलाई बाटोघाटो जस्तो छ है त यस्तो ठाउँ है यस्तो पठाउ गर्दा यस्तो ठाउँतिर आइपुग्छ है साथीहरूलाई यस्तै छ बाटो सारा पठाउ गर्दाखेरि अब कहाँ पुगिन्छ भन्नै सकिँदैन माथितिर यस्तो छ हो के गर्नु हो हावा तालमा आइहाल्यो यस्तै छ है त साथीहरू बाटोको हालत सानो यसरी हिँड्दा छ हौ आफै के आयो आँखातिर ओहो यस्तो छ पारा इलेक्ट्रिकको पावर है साथीहरू इलेक्ट्रिकको पावर यस्तो हुन्छ है
इलेक्ट्रिक त जान्छ है साथीहरू ल है साथी हो बाटो यस्तो छ हो बिचोक रमाइलोमा तलतिर यस्तो छ हो पठाउ गर्दा गर्दा कहाँ कहाँ आइपुग्छ यत्तिको गाह्रो छ यस्तै छ बाटो ल यस्तो ठाउँमा आइपुगेछु म त हेर्नुहोस् पठाउ गर्दा गर्दा कहाँ आइपुग्यो हो यो गाउँतिर आइपुग्छ है साथी होला पठाउ गर्दा यस्तो ठाउँमा आइपुग्छ ए म त कहाँ आइपुगेछ भने त यो ककनीतिर पो आइपुग्छ है साथी यो ककनी सक्छ त यहाँ अब ककनीमा अब मलाई यस्तो छ यस्तो छ है साथीहरू कहाँ आइपुग्छ भने म ककनीतिर आइपुग्छ है त्यो फेरि यतै हो यहीँ हो ल नानी ल